उनीहरूले जति अपराध गरे पनि जस्तोसुकै बेवकुफी गरे पनि उनीहरूलाई कानुन नलाग्ने यस्तो कानुनलाई भन्छ जसको शक्ति उसको भक्ति गर्ने भन्नाले यदि तपाईँ हामीहरू पनि त्यस्ता बेवकुफहरूको खोले बनेर बस्यौँ भने हामीलाई हाम्रो छोराछोरीहरूले धेरै सराप छन्। यो देशको बाबुआमा रहन्छ, बाबुआमाबाट देशै बचाउन नसक्ने रहेछ। त्यसकारण तपाईँहरूलाई बाबुआमा पनि भन्न चाहन्छु। यसैले म भन्न चाहन्छु हाम्रो देश बचाउनुको लागि, हाम्रो राष्ट्र बचाउनुको लागि हामीलाई जङ्गबहादुर चाहियो। जङ्गबहादुर कोही छ भने यहाँ गएर उपस्थित हुनुहोस्। उहाँलाई नै हाम्रो देशको सत्ता सम्हाल्न दिने, यो देशको युवाहरूलाई सत्ता सञ्चालन गर्ने जिम्मेवार दिने अरू कुनै उपाय छैन। होइन यो वैकल्पिक उपाय छैन भने यो देशमा